ल साथीहरु आज चाहिँ म ससुराली गाउँ जाँदैछु। सो हामी चाहिँ हिजो नै हिँडेको 2 दिन भइसक्यो हामी चाहिँ हिँडेको घरदेखि। सो अहिलेसम्म पुग्न सकेको छैनौं। 2 दिन कसरी लाग्यो भन्नुहुन्छ भने हामी चाहिँ अब अहिले बाटो अस्तिको 18 गतेको पानीले गर्दाखेरि तपाईलाई थाहा नै छ इलाममा कति क्षति भयो भनेर। सो त्यही भएर हामी चाहिँ हैन बिर्तामोर दमक इटहरी धरान धनकुटा अनि तेह्रथुम हुँदै फिदिम हुँदै हामी चाहिँ अहिले ताप्लेजुङतर्फ ससुराली गाउँ जाँदैछौँ साथीहरु। अहिले चाहिँ हामी माथि यो फिदिम बजार यो पारी हैन यो फिदिम बजार त्यहाँबाट हुँदै 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 हामी यो तल हेवा खोला हैन हेवा खोला हुँदै अहिले हामी उकालो अलिक माथि हामी बाटोमा आएर थोडा रेस्ट गरिरहेका छौं किनभने यहाँको भ्यू चाहिँ एकदमै यहाँबाट चाहिँ राम्रो देखिदो रहेछ कि यो पारी पारी डाँडा पाखाहरू पनि। सो त्यही भएर हामी चाहिँ यहाँ अहिले चाहिँ रेस्ट गरिरहेका छौं। एकदमै धेरै थाक्यो। आम्मामा बिहान 3 बजी रातिदेखिको मोटरसाइकल चलाएको एकदमै धेरै गलिसक्यो। 5 बज्न लागिसक्यो। अहिलेसम्म पनि हामी पुग्न चाहिँ पुगेको छैन। अझै पनि 2 घण्टा त लाग्छ नै होला सायद। अब हेरौँ कति टाइम लाग्छ। फिदिम क्रस भएर हामी भर्खर अलिकति पारी खोला एवा खोला तर्दैछौँ। सो अहिले पनि फिदिममै छौँ। अब यहाँदेखि हामी सालबारी हुँदै सल्लेरी हुँदै हामी त्यस पछाडि ससुराली गाउँतर्फ लाग्नेछौँ। सो अहिले चाहिँ त्यही हो साथी। थाक्यो धेरै थाक्यो। खुट्टाहरू पनि केही काम गर्नु छोडिसक्यो।